बिचरी भुन्टीले कहिले सुख र खुसी भने पाउने भएनन्। श्रीमानसँग डिभोर्स गरिसकेपछि पनि भुन्टी खुसी हुन्छन् जस्तो मलाई लाग्दैन, किनकि आफ्नो श्रीमानलाई अत्यन्तै धेरै माया गर्छिन् र श्रीमानसँग छुटिसकेपछि कसरी जिन्दगी जिउने र कतिजनाले कस्तो तरिकाले हेर्छन् भन्ने कुरा राम्रोसँग बुझिसकेकी भुन्टीले अझै पनि सुख पाउन निकै नै गाह्रो छ। एकातिर श्रीमानसँगै बसौँ भने श्रीमानले सौता ल्याएर घरमा राखिसकेका छन्, जोसँग अहिलेसम्म बिहे त भएको छैन, तर पनि गर्लफ्रेन्ड भएर भुन्टीको श्रीमान अर्थात् भूपेन्द्रसँगै बसिरहेकी छे र अब तिनीहरूले भुन्टीलाई त्यो घरमा टिकेर खान दिँदैनन्। त्यो दुःख हुनु र देख्नु भन्दा भुन्टीले आफ्नो काम आफै गरे र भूपेन्द्रसँग छुटेर बस्दा राम्रो भन्ने हामी सबैलाई लागिरहेको छ। तर भूपेन्द्रसँग छुटेर बस्दा पनि भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई अत्यन्तै धेरै माया र इज्जत गर्छिन्। त्यही भएर छुटिसकेपछि पनि विभिन्न कुरामा भूपेन्द्रकै यादमा टोलाउने भने भुन्टी पक्कै हुनेछ। तर भुन्टीले डिभोर्स लिएर अलगै बसे पनि भूपेन्द्रको यादमा भने सधैँ टोलाइरहने र आफू कहिले खुसी नहुने भने पक्का भइरहेको छ। यो बेला अब सुकुमायाले कस्तो निर्णय निकाल्छिन् र भुन्टी र भूपेन्द्र बीचको सम्बन्ध के हुन्छ त्यो हेर्न भने सबैले बाँकी नै छ। तर जेरीले जसरी भुन्टी र भूपेन्द्रको घर बिगार्नको लागि यतिसम्म गरिरहेकी छे त्यो एकदमै जायज भने छैन। यस्ता नाजायज काम गर्दै हिँड्दा त्यो जेरीलाई पनि कुनै न कुनै कारबाही हुनु पर्थ्यो। तर त्यसमा जेरी आफू पैसावालकी छोरी भएकै कारण आज उसलाई कसैले केही गर्न सकिरहेको छैन। अझ भुन्टीलाई फसाउन र भुन्टीलाई अदालतमा गलत साबित गराउन विभिन्न खालका केटाहरूलाई पैसाको प्रलोभन देखाउँदै त्यहाँ पठाइरहेकी छे। तर भुन्टी पनि त्यति सजिलै हार मान्ने मान्छे मध्येमा पर्दिनन् र भुन्टीले एकै झापटमा त्यसको तोरीको फुल देख्ने गरी दिइसकेपछि त्यहाँबाट त्यो केटा भागेर बचेको थियो। अब अरू पनि त्यत्तिकै छोड्छे जेरीले जस्तो लाग्दैन। कुनै न कुनै षड्यन्त्र रचेर भुन्टीलाई फसाउने र अदालतमा विभिन्न खालका प्रमाणहरू पेश गर्ने ठुलो षड्यन्त्र यिनीहरूले रचिरहेका छन्। तर भुन्टीको पछाडि सुकुमाया छिन् र सुकुमाया सँगसँगै अहिले त भुन्टीको म्याडम पनि भुन्टीसँगै छिन्। अब भने भुन्टीलाई केही न केही सहज भने पक्कै हुन्छ। भुन्टीलाई फसाउन त्यति सजिलै सकिनेवाला भने उनीहरूले छैनन्। तर पनि डिभोर्सै भइहाले पनि भुन्टी कहिले खुसी भने पक्कै हुँदिनन्, किनकि भुन्टीले आफ्नो श्रीमानलाई अत्यन्तै धेरै माया र इज्जत गर्छिन्। र उता गाउँमा आमा र बुवा र जमुना दिदीलाई जङ्गलमा अपहरण गरेर लगेर थुनेका ती सासु र देवर भने अझैसम्म जेलबाट निस्किएका छैनन्। अब यिनीहरूको जेलबाट निस्किँदा यिनीहरू कतिको आक्रोशित बनेर निस्किने हुन् त्यो भने पत्तो छैन, किनकि भुन्टीकै कारण यो भइरहेको छ भन्ने कुरा उनीहरूलाई लागिरहेको छ। तर उनीहरूले गरेको गल्तीको रियलाइज गर्न भने उनीहरू कहिले मान्नेवाला छैनन्।